वेलकम टू माय ब्लॉग बासित भाई और सुजीत। कैसे हैं आप लोग? अल्हम्दुलिल्लाह माशाल्लाह। वारमा जाँदैछु लडाइँ गर्नको लागि। लडाकु रेडी? अभी अहिले हामी जाँदैछौँ। लडाकुहरू त्यो देख्न सक्नुहुन्छ। फेरि पनि भन्छु म, वेलकम टु माई ब्लग। अब चाहिँ हामी रुममा इन्टर हुन लागेछौँ। यो रुम चाहिँ हामीले हिजै हानिसकेको, हिजै क्लिन गरिसकेको। अहिले चाहिँ यसलाई अब रेडी गर्दैछौँ हामी। अनि यसो डस्टिङ हल्का हल्का फेरि रिफ्रेस गरेर एयर फ्रेसनर हल्का हानेर चाहिँ हामी निस्किन्छौँ। यहाँ चाहिँ गेस्ट आउन आँटेको छ, त्यही भएर। बेड कस्तो लाग्यो हजुरहरूलाई? आफ्नै धुनमा छ, आफ्नै धुनमा जे गरे नि भयो। सबै त्यस्तै छ होइन। काम दाम थप्प अनि यस्तो भएको छ। काम त्यति धेरै पनि छैन अहिले, त्यही भएर। यो चाहिँ लकर हो। यहाँ चाहिँ सामान सुन राख्ने कुरा। यसमा चाहिँ सुनहरू राख्नुपर्छ। यहाँबाट बाल्कनी मास्टरलाई हेर्न सक्नुहुन्छ हजुरहरूले। कता गयो बाल्कनी मास्टर हो यो चाहिँ। राम्ररी क्लिन गर्छ यसले चाहिँ बाल्कनी। त्यही भएर बाल्कनीमा उसलाई मात्रै पठाउँछौँ हामी जहिले पनि। अहिले त खाएर सुँगुर जस्तो भएको छ। पहिले चाहिँ हल्का लुते थियो, अहिले त खाएर सुँगुर जस्तो भएको छ। 9-10 महिना भइसक्यो आएको। सबभन्दा घाँडो बेड बनाउनु चाहिँ यो ट्विन बेड। यसमा चाहिँ अब एउटा बनाउनुपर्छ, फेरि अर्को बनाउनुपर्छ। अनि यसमा चाहिँ धेरै अलिकति लाग्छ, समय धेरै लाग्छ, टाइम धेरै लाग्छ। त्यही भएर सबभन्दा घाँडो लाग्ने केही हो मलाई। हाम्रो लिभिङ रुम हो। यो चाहिँ हाम्रो भ्याकुम, यो चाहिँ मोप स्टिक, वाइपर। यो चाहिँ हाम्रो हतियार हो, हतियार। अब लडाइँ गर्न जानु पर्यो नि त हामीहरू, अनि हतियार। यो चाहिँ सुँगुर जस्तै मान्छे हो एउटा। रङरूप मात्रै मान्छेको हो, बनावट मात्रै मान्छेको। जसको नाम चाहिँ सुजित हो। चाहिँ बिकट ठाउँबाट आएको हुन्छ नि, त्यो काहीँ लाइनहरू नभएको त्यस्तो ठाउँतिरबाट आएको मान्छे हो चाहिँ। जङ्गल भएको घर पनि एउटा डाँडाबाट अर्को डाँडामा त्यस्तो ठाउँबाट आएको मान्छे हो। अहिले त उता यहाँ त अनि हार्नु सुँगुर जस्तो। हाम्रो चाहिँ लेभल 1 कम्प्लिट भइसकेको छ, मिसन 1। हाम्रो चाहिँ यस्तो छ, ए ब्लक, बी ब्लक, सी ब्लक, डी ब्लक भन्ने छ। अहिले चाहिँ हामी सी ब्लकबाट ए ब्लकमा जाँदैछौँ। पर जाँदैछ साथी। हाम्रो अब अर्को लेभल 2मा आएको छौँ हामी। लेभल 2मा आएको छौँ अब हामी अहिले यहाँ।
ये देखिए सर ये 1203 का लिनन क्या करना है, लगा देना है या कल लगाना है? एक ही बार यूज है। ठीक। शिप लीडर हुन्छ लेभल 2 मा आइसकेको छौँ। देखिए अहिले चाहिँ हामी लेभल 2 मा आइसकेको छौँ। मिसन 2 मा लेभल 1 कम्प्लिट भइसकेको छ। र यस्तो हुन्छ रुमको हालत चाहिँ। ऊ चाहिँ हाम्रो सिप लिडर हो। तेला इंदिना भच्चुतमा इंदिना भन्दा मैले लिनन 20 रुपियाँ गोटा तना ले लो, बेडशीट ले लो। अघि खानु भ्याइहालेछ चुई गम त। आमा त्यति साह्रो चोर त नभनिनु के। अघि चुइगम हान्नु भ्याइसकेको रहेछ, त्यहाँ राखेको थियो होला। चाहिँ हाम्रो बाल्कुनी। कस्तो घाम छ भने नि। Dear team, congratulations to everyone on the second anniversary of Solar Reality. A special thanks to our madam for the vision, leadership, and trust that have guided us throughout this journey. Your dedication has inspired us all and made this milestone possible. Thank you to every team member for your hard work, commitment, and teamwork. Together we have achieved so much over the past 2 years, and this is only the beginning. Let's continue working together, supporting one another, and striving for every greater success in the year ahead. Happy second anniversary to the Solo Reality family. यत्तिकै इङ्ग्लिस सुन्नुपर्छ गाइस। तर आज पार्टी के खाने होला यार। अस्तिको जस्तो बिल 800-900 दिराम पुऱ्याइदिनु हो कि। अस्ति हाम्रो होइन गाइस 800-900 सम्म बिल। फेरि उस्तै 3 नेपाली भएपछि सक्यो। 3 नेपाली भएर 800-900 दिरामको बिल उठाइदिएको छ। त्यहाँपछि हामीलाई लानै छोड्यो पार्टी साटीमा। आज अब पार्टी छ हाम्रो। सायद आज पार्टी दिन सक्छ हाम्रो म्यानेजरले, ओनरले। मिलते हैं थोड़ी देर के बाद, ब्रेक के बाद। यहाँ हेर्नु सक्नुहुन्छ हामीले लिडरलाई वासरुम क्लिन गर्न लगाइरहेछौँ। भाइ छिटो गर भाइ। काम गरौँ भने कामै गर्नु मन लागेको छैन, भिडियो मात्रै बनाउनु मन लागिरहेछ। कि सुरु भएर हो यस्तो के भएर हो त। र मलाई एउटा गीतले चाहिँ लास्टै भाइ भन्छ क्या, भच्चुतमा इन्दिना रे नाचेर देखाइने पक्ने। भच्चुतमा इन्दिना रे इन्दिना तिल्ला इन्दिना।
अब हामी अहिले चाहिँ फेरि अर्को ठाउँमा जानुपर्ने हो। ए ब्लकबाट डी ब्लक, भर्खर ए ब्लकमा आएको थियो, अब डी ब्लकमा जाँदैछौँ हामी। त्यहाँ हाम्रो टोलीहरू हेर्नु सक्नु, मेरो टोलीहरू। यस्तै हुन्छ, ए ब्लकबाट बी ब्लक, बी ब्लकबाट सी ब्लक, सी ब्लकबाट डी ब्लक। सेकेन्ड मिसन, सेकेन्ड नै थर्ड मिसन हो यो चाहिँ हाम्रो। ओपन द डोर मिस्टर सुजित, जल्दी करो, टाइम नहीं है। अब एक्सेसले काम गरेको छैन हाम्रो, फेरि रिसेप्सनमा कुद्दै जानुपर्ने हुन्छ। सुजित, मिस्टर सुजित जल्दी जाओ तुम। जल्दी जाओ, जल्दी जल्दी। अब हाम्रो लिडरले चाहिँ एक्सेस बनाएर ल्याइसकेको छ र ढोक ओपन भइसकेको छ र हामी भित्र इन्ट्री गरिसकेको छौँ। अब ऊ चाहिँ किन बाल्कनीमा गएको भन्दाखेरि, यहाँ रुमभित्र छिर्ने किन बाल्कनीमा गएको भन्दाखेरि, अब बाल्कनीमा यस्तो सिन छ नि त, यहाँ स्विमिङ पुल यसो हेर्न पाउँछ अब यति भनेर गएको छ। अब यो रुमलाई पनि हामीले रिफ्रेस गर्नुपर्ने हुन्छ, किनकि गेस्ट अराइभल। ब्याग भइसकेकै छौँ र अब चाहिँ हामी जाँदैछौँ मेन्टेनेन्समा। अहिले हाउसकिपिङको काम छैन, त्यही भएर मेन्टेनेन्सलाई हेल्प गर्दैछौँ हामी। जाँदैछौँ यहाँ बाहिर मेन्टेनेन्स बनिनको लागि। आजको दिन काम दाम थप। मारो भाई मारो। प्लेट कितना है मेरे भाई? हाँ प्लेट है। मेरा म्यूजिक के साथ लगा हुआ है हम लोग। अब हम लोग भी ग्राउटिंग में ज्वाइन होंगे नूर भैया की जैसे। अस्सलाम वालेकुम। काम यस्तो छ, काम यस्तो छ, कसरी के गाह्रो छ कि गाह्रो। चाचा फेरि ब्याक टु ब्याक आउट ड्रेसमा आइसकेको छन् हाम्रो चाचा। काम यस्तो छ है। यसलाई चाहिँ भन्छ ग्राउटिङ। यो अब यसमा चाहिँ ग्राउटिङ भर्नुपर्छ हामीले। हामी खाना खान लागिरहेको छौँ सबैजना। इसका कुछ ज़्यादा ही हो रहा है। हामी खाना खाएर निस्किसक्यौँ, अब फेरि काममा लाग्दैछौँ हामी।